नमस्कार बहिनी, आराम हुनुहुन्छ? बाख्रा यति यो भित्रै चलाउने हो हजुरहरू? यहाँ त केही छैन त यो भित्र त नि। अब बन्दै जाने हो। ल म ईश्वरी विष्ट, धनगढी 13 राजपुर घर हो मेरो। अनि मेरो चुनाव चिन्ह यहाँ छ, हेर देख्नुभयो नि। यो के हो? यो के रहेछ? आप। आप। ल म स्वतन्त्र उम्मेदवार हो, हजुरहरू मलाई भोट हाल्नुलाई एउटा है त। म पनि यस्तै बाख्रा चराउँथे पहिले सानो छँदाखेरि। म पनि किसानै हो। अहिले म पनि काम गर्छु, 1 महिनाको बिदा लिएर यो चुनाव लड्ने भनेर आएको छु। अब तपाईँहरूले एकचोटि भोट हालेर जिताउनु भयो भने तपाईँहरूको कुरा म सदनमा उठाउँछु है त। ल अनि मेरो कार्यकर्ता कोही हुँदैन, म आफै आएको छु। फेरि म अझ आउनु सक्छु कि सक्दैन, एक्लै मान्छे धेरैचोटि आउनु सक्दैन नि। आएन भनेर पनि दुःख नगर्नुहोला, भोट हाल्नुहोला, पछि आइहाल्छु म यहाँ है। ल यसपटक चाहिने एउटा भोट आममा हाल्नुहोला है त। म छुट्टियो हजुरसँग। ल त है। ल आराम हुनुहुन्छ? ल म चाहिँ ईश्वरी विष्ट, धनगढी 13 राजपुर मेरो घर। भाइ हाम्रो भाइ हजुर सर। ल मेरो चुनाव चिन्ह चाहिँ आप। म स्वतन्त्र उम्मेदवार। मेरो कार्यकर्ता पार्टी कोही हुँदैन। मेरो पार्टी भनेको पनि तपाईँ हो, कार्यकर्ता भनेको पनि तपाईँ हो, अभिभावक भनेको पनि तपाईँ हो, सबै तपाईँहरू हो। प्रचार प्रसार पनि यो गाउँमा हजुरहरूले नै गर्ने हो आपमा भनेर हो नि। मेरो कोही छैन नि त, मैले एकजना सहयोगी मात्रै बोक्छु, अरू कोही हुँदैन मसँग है त। आपमा भोट हाल्ने यसपटक म स्वतन्त्र उम्मेदवार हो। म पनि तपाईँ जस्तै काम गरेर खाने मान्छे हो। यसपटक 1 महिनाको बिदा लिएर म यहाँ आएको छु तपाईँहरूसँग भोट माग्नु। म पेसाले यातायात व्यवसाय हो, सवारी चालक हो, गाडी चलाएर बस्छु। अनि तपाईँ हाम्रो वर्गको प्रतिनिधित्व सदनमा कहिले पनि भएन। तपाईँहरू भएपछि म तपाईँलाई सपोर्ट गर्छु। तपाईँहरू कोही पनि उठ्दिनु भएन। अनि तपाईँ हाम्रो वर्गको मान्छे एकजनाले त उठ्नु पऱ्यो नि त। त्यसैले म उठेको छु यसपटक। तपाईँहरूले साथ समर्थन सहयोग गऱ्यो भने म जित्छु। जितेपछि तपाईँहरूको हक हितमा म काम गर्छु है त। हुन्छ नि। चुनाव चिन्ह के हाम्रो आँप। प्रचार प्रसार गरिदिनुहुन्छ मेरो। पल्लो पल्लो घरमा झन्डा लगेर टाढा गाउँ जानु पर्दैन, यही गाउँमा भेटिएका साथीभाइहरूसँग हजुरले प्रचार प्रसार गर्ने हो है त। ल जय होस्।